पोखरी गाइज आज हामी चाहिँ यो लोदेनतिर जाँदैछौँ। यो लगभग हामीहरू अबको 2 घन्टा पछाडि चाहिँ हामीहरू माथि लोदेनको लामपोखरी सुनपोखरीतिर पुग्नेवाला छ। हामीहरू बसेको चाहिँ हिजो बेलुका यहीँनिर हो। राति दिदी आइपुग्यो। अब अहिले खानासाना खाएर तयार भएर अब हामीहरू चाहिँ माथि लोदेनको लागि लाग्दैछौँ। अब हामीहरू जान चाहिँ यताबाट जाँदैछौँ। सबैजना तयार भइसकेका छौँ होइन। सबै साथीहरू चडाकचुडुक लुगा लगाएर हेन्डसम बनाएर भित्र अझै तयार हुँदै हुनुहुन्छ। अब हामीहरू यहाँदेखि चाहिँ उँभो जान्छौँ। बिच बाटामा भेट्दै गर्नुपर्छ है त। ल गाइज हामी चाहिँ अलिकति हामी बसेको ठाउँदेखि अलिकति थोरै मास्तिर उक्ल्यौँ। यहाँ तलबाट हामीहरू आएको। अब हामीहरू चाहिँ बिस्तारै उँभो लाग्दैछ। हल्का पानी सिमसिम पर्दैछ। अब हामीहरू जाने बाटो चाहिँ यता उँभो यो माथि ठाडो चढेर जानुपर्ने हुन्छ। सब साथीहरू अगाडि लाग्दै हुनुहुन्छ। के छ दादा हिँडे कस्तो छ तपाईँको आज? हिजोको भन्दा अलिकति पीडा कम छ? ल हेलो टोली। ल हाम्रो टोलीहरू नि उँभो उकालो चढ्दैछ नि। हिजो चाहिँ सबको ब्याग थियो। हिँड्न नसकेर गाह्रो भएको थियो। आज चाहिँ अलिक खाली भएका छन्। त्यही भएर साथीहरू आज चाहिँ पुरा कुदिरहेछन् कतिन्जेलको लागि हो। एकछिनदेखि फेरि घुँडा टेक्दै हिँड्ने अवस्था आउन सक्छ। जस हामीहरू जाँदैछौँ। निरन्तर यात्रामै छौँ। कस्तो दामी बवाल भ्यू देखिरहेछ होइन। अब क्यामेराले भन्दा नि बवाल आँखाले हेर्दा मजा देखिरहेछ है। आम्मामा ल गाइज हामीहरू चाहिँ एक स्टेप मास्तिर उक्लिँदाखेरि यस्तो बवाल भ्यू देखिएको छ है। चट्टसँगले हाम्रो हिँडे त मरद छ नि हो। हामी चाहिँ यहाँ तल हुँदै आएको है। दामी फुलहरू फुलेको छ। कसङ्लो पानी बगेको छ। दामी पहाडहरू छ होइन। यता माथि चाहिँ कुहिरोले छेकेर देखिएन। यहाँ मास्तिर चाहिँ चौरीगोठहरू छ। हामीहरू निरन्तर जाँदैछ। बब्बाल मजा आउँदैछ। हिजोदेखि हिँडेको आज दोस्रो दिन भयो। तेस्रो दिन पो भयो होला हौ। होइन हामीहरू मेन ठाउँबाट हिँड्न थालेको चाहिँ खुट्टाले हिँडेको चाहिँ लगभग 2 दिन भयो। आज समेत गर्दा आज दोस्रो दिन। अब आज दिनभरि हिँड्ने हो। भोलि पनि हिँड्ने हो। लगभग 2-3 दिन चाहिँ मस्त हिँडिन्छ। कस्तो बवाल ठाउँ छ यार। वाउ सुधारी सर के छ हजुर? आज त रुनु भएको छैन नि हो? हाम्रो दादालाई चाहिँ अलिक गाह्रो परिरहेछ। ल ठिक छ त। टोलीहरू अलि अगाडि लागिसक्नु भएको छ। ल हामी अब टक्क यो उकालो जानेवाला छौँ। हिँडेको चाहिँ दोस्रो दिन है। यात्राको चाहिँ तेस्रो दिन। आउने बित्तिकै सुरुमा लड्ने दाइ चाहिँ यता। दोस्रो लड्ने यता। तेस्रो भाइ देश विदेशको खबर ल्याउने भाइ यता। त्यसो यता चाहिँ यो लेक लाग्ने मान्छे, गफ लगाउने मान्छे यता नचाहिँदा यो लेक लाग्ने मान्छे, अनि उता मेन मान्छे चाहिँ यता। यो फेरि लेकमा यस्तै हो भन्ने मान्छे। जे कुरा पनि लेकमा यस्तै भन्ने। अनि हामी चाहिँ टक्क यहाँ भोटे चिया खान लागेको बनाउँदै हुनुहुन्छ। खाएर चाहिँ उकालो चढ्ने। यहाँ एकदम ठाडो बाटो छ। चिया खाँदै जाने हो। तपाईँको टोपी हटाउनु नै यहाँ। जिल्लामा भेट भएको थियो। हामी चाहिँ तलतिर एउटा गोठबाट चियापान गरेर है फेरि अब यो ठाडो बाटो यता उकालो जाँदैछौँ। यो पुरै ठाडो चढ्नु पर्ने हुन्छ होइन। साथीहरू चाहिँ अब हिँड्न गाह्रो मानेर छेउरा भित्ता गर्दै वरपर हिँड्दै आउँदै हुनुहुन्छ बिस्तारै। मौसम यस्तो बवाल छ। ठाउँ त उस्तै कुरै नगरौँ। दामी ठाउँ छ। हामीले चिउए तलको गोठमा चिया खाएर आयौँ। मैले यहाँ आइपुग्नलाई हामीलाई झन्डै 10-15 मिनट जस्तो लागिसक्यो क्या। डिस्टेन्स थोरै भए तापनि हामीलाई धेरै टाइम लागिरहेछ हिँड्नलाई। निकै उकालो छ यहाँ। हिँड्न कठिन छ। जस हामीहरू जाँदैछौँ अब यो ठाडो माथि कहाँसम्म पुग्नुपर्ने। यता चाहिँ टक्क पत्र याकहरू चढ्दैछ होइन।
यहाँ तल पनि सबै याकहरू चर्दैछ। यस्तो बवाल मौसम छ, बेला बेला सिमसिम पानी परिरहेछ होइन। आनन्दले जाँदैछौँ हामी। मैले खिच्दैछ भ्लगमा भनेको सबैको आउँछ, एकजनाको मात्र आउँदैन टाक्कसँगले। जुन बिचमा हामीहरू पोखरीहरू घुम्न जाँदा जाँदै बाटामा चाहिँ ढुङ्गाको हात्तीको आकृति भएको ढुङ्गा चाहिँ रहेछ क्या। त्यसमा चाहिँ यो सुर्ची भाँचे छ अनि कान रहेछ त्यहाँ पर्त्रपट्टिको, यो आँखा बनाउनु भएको रहेछ अनि ठ्याक्कै हात्तीको टाउको सुर्ची भाँचे गर्छ, उताटिको खुट्टा ठ्याक्कै हात्ती सुतेको जस्तो खालको सेपमा एउटा ढुङ्गा रहेछ। हात्ती ढुङ्गा भन्दो रहेछ यो ठाउँलाई। टक्कसँग बबाल छ। यो चाहिँ ठ्याक्कै लोदेनमा पोखरीको छेउछेउनेरि पर्छ, जाँदा जाँदै बाटैमा पर्दो रहेछ। छक्क पर्दै हुन्छ है। जस अलिकति सबै सेप नमिले तापनि हेर्दाखेरि ठ्याक्क हात्ती जस्तो चाहिँ देखिन्छ, सुर्ची भाँचेको रहेछ। अब मौसम चाहिँ अलिकति कस्तो भन्नु, कुहिरो र अलिअलि पानीले चाहिँ अलिकति खराबै भइरहेछ र पनि हामीहरू जाँदैछौँ। त्यत्रो अब दुःख गरेर आइसके पछाडि भनेको मजाको भ्यू हेर्न पाए चाहिँ मजा हुन्थ्यो भनेको, अलिकति मौसमले चाहिँ साथ दिएन। सायद एकछिनमा दिन्छ होला, हामीहरू पर्खेर भए पनि हेर्ने कोसिसमा छौँ। बबाल छ ठाउँ चाहिँ, तर के गर्ने, अलिकति कुहिरो र मौसमले गर्दा चाहिँ अलिक खुलेन। उहाँ दाजुहरूलाई चाहिँ हिँड्न एकदमै गाह्रो भइरहेछ होइन। इन्जोय त मनमा छ नि, पीडा त मन कहाँ छ भन्ने कुरा हामीलाई थाहा छ नि दादा। ल हिँड्नु, हाम्रो लगभग टोलीहरू सबै भेला भइसक्यो। अघिसम्म चाहिँ अगाडि पछाडि थियौँ, अहिले चाहिँ सबैजना भेला भइँदैछ। अब एकैचोटि जाउँ भनेर। पोखरी लगभग आउन आँटे यस्तो छ, सायद यही हुनसक्छ पोखरी परतिर छ टक्क। ल हामीहरू चाहिँ लगभग लोदेन पोखरीको छेउछाउ आइपुग्यौँ, तर कुहिरोले गर्दाखेरि चाहिँ अलिकति पोखरीलाई मजाले देख्न सकेको छैन। जस बबालै छ, अब अलिअलि मात्र पानी देखिन्छ, धेरै पर छ। 1 घन्टा हामीहरू 3-4 घन्टा हिँडेर लोदेन पोखरी चाहिँ आइपुगेका छौँ। तर जस आँखाले चाहिँ हेर्दा मजै देखिन्छ, तर भिडियोमा चाहिँ अलिक देखाएको छैन। पोखरी चाहिँ यहाँ परदेखि धेरै फैलिएको रहेछ। अब एकछिन बस्छौँ, कुहिरो हटेपछि चाहिँ देखिन्छ होला। यो ढुङ्गा चाहिँ हात्तीले नुन खाने कि के नुन खाने ढुङ्गा अरे क्या। यो चाहिँ हात्तीले चाहिँ लोदेन पोखरी रहेछ, तर पोखरी चाहिँ अब मजाले देख्न चाहिँ सकेको छैन कुहिरोको कारण। तर जसो तसो आइपुग्यो। अब सायद एकछिनमा मौसम खुल्छ होला, हामीहरू हेरेर फर्किन्छौँ। यो हात्तीको स्यालको रसमा काराकुरुक के मलाई थाहा पाउनु सकेन। यता त मान्छेको यहाँ परेछ। यो चाहिँ मान्छेको पाइला हो। यो त्यो चाहिँ यिनीहरू हात्तीको बाछाको अरे। यो चाहिँ किनभने यिनीहरूले त्यो के गर्दाखेरि पटाएको अरे यो वस्तुहरूको पाइला अरे। यो चाहिँ यताबाट यो गहिरोको बिचको चाहिँ के हो त? यो यताबाट चाहिँ यो यिनीहरू हात्तीको पहिला टेकेको, त्यो अलिक फुटेर मात्रै हो। यो त मान्छेको पहिला एउटा यहाँ टेक्यो, यो थेप्रेबाट यहाँ दाहिने यहाँ।
ल गाइज हामीहरू चाहिँ यहाँ पोखरी घुम्न आएको थियौँ टक्क आउँदाखेरि पानी पर्यो अनि यहाँ गोठमा आएर चाहिँ खाजासाजा खाने भनेर टक्कसँगले यहाँ अब साथीहरू तम तयार हुँदैछन् मौसम अलिअलि खुल्दैछ चट्ट बारेको भ्यू हेरिदिउँ न त पोखरी चाहिँ टक्क यस्तो देखिरहेछ होइन लास्ट बब्बाल छ चुदाली सर पुरा फोटो खिच्नलाई पर पोज दिँदै हुनुहुन्छ टक्कसँगले अनि टक्क यहाँ सट्टाएर पोखरीलाई देखाउँदै वाउ पोखरी बब्बाल छ पोखरी अब एकछिन यहाँ मौसम राम्रो खुलेर पानी परेन भने हामीहरू ड्रोन सट पनि हान्नेछौँ बब्बाल हान्ने हो किनभने चाहिँ पानीले गर्दाखेरि ड्रोन मिलेन अब पछि टक्क बब्बाल छ सट्ट छ मेरो चाहिँ यो पोखरी अलिकति छाता उडेर भए पनि हेर्न लागेको छौँ साथीहरू चाहिँ त्यो परको गोठमा हुनुहुन्छ अनि त्यस पछाडि त्यहाँ रेस्ट गरेर चिया खाँदै हुन्छ हामीहरू चाहिँ टक्क पोखरी घुम्न आएको छौँ यहाँ हामीहरू चाहिँ फोटो खिच्न लागेको लडिन्छ सर त्यहाँदेखि झऱ्यो भने त पानीमा उतार्नु फेरि जाडोमा कसले रोक्छ र टक्क बब्बाल छ पोखरी चाहिँ होइन टक्क भ्यूहरू पनि बब्बाल डाँडा बब्बाल छ सरसँगले यहाँ मास्तिर चाहिँ लोदेन पोखरी छ यो चाहिँ कुइने पोखरी भन्दो रहेछ हामीहरू चाहिँ लोदेन पोखरी चाहिँ मौसम खुलेर हेर्न पाइएन कुइने पोखरी आएको छ पोखरी चाहिँ लास्ट बब्बाल ठाउँ छ होइन जे सब हामीहरू यत्रो दुःख गरेर आएको अनुसारले यतिसम्म चाहिँ पोखरी देख्न पाइयो अझ बब्बाल खुलेको हेर्न पाइयोस् भन्ने हाम्रो चाहिँ आशा हो तर अब यहाँनिर हामीले जुन चाहेको एक्सपेक्टेसन लिएर आएको त्यो चाहिँ अलि हुन सकेन होइन यत्रो दुःख गरेर आए पनि मौसमले अलिकति अब यस्तै छ बब्बाल साथीहरू चाहिँ उपर फोटो खिच्ने भन्दा यहाँ बसिरहेछन् आउँदैछन् टोलीहरू हुँदैन रहेछ हुँदैन